भिजेन हाम्रो गाइस यो चाहिँ हाम्रो पोखरी छ देख्न सक्नुहुन्छ पोखरीमा अब हामी माछा हाल्न चाहिँ हामी जाँदैछौँ आज माछालाई यसमा चोट नलागिकन पकडेर लिएर आउनलाई हामी जाँदैछौँ गाइस अब ल हाम्रो चाहिँ हतियार यति हो अब मेरा मित्रहरू चाहिँ यसरी हिँड्दै हुनुहुन्छ होइन यहाँ चाहिँ बाजेकोमा यसरी फुल पनि फुलिरहेछ पानी पऱ्यो कराउने पो हुने कि यार होइन बहिनी हामीलाई पानीमा भिज्यो भनेर कराउने पो हुने कि हामी चाहिँ जाँदैछौँ एकचोटि हाई गरिदेऊ त ल बेडा हो तपाईँहरू चाहिँ कहाँ हिँड्नु भएको यो थलो लिएर हामी चाहिँ माछा मार्न जाँदैछौँ गाई यसरी पानी पर्दा पर्दै पनि बाजे चाहिँ ऊतिर उज्यालो देखेर लाग्यो है आज माछा मार्न यसरी पार्टनरहरू आउँदै हुनुहुन्छ यिनीहरू चाहिँ माछा पाल्ने अरे माथि यिनीहरूले पाल्ने माछा निकाल्दै सितन बनाएर हालिदिनु पर्यो बाजेले सितन हामी चाहिँ माछा मार्न आएको गाई यस्तो भयो कि पानी लास्ट ठुलो भयो अनि चाहिँ हामी यहाँनिर एउटा ठुलो रुख देखेर त्यसमा उत्लाएको तर हजुर अलिक यता केराको केले काट्नु माछा मार्न गएको बेहाल भयो हाम्रो बेहाल भयो जिन्दगी माछा मार्न जाने तर गाइस हामीले पाल्न भनेर लिएर आएको माछा एउटा चाहिँ सेल्टी फ्ल्याट गएछ कताबाट देखिन्छ ऊ त्यहाँनिर होइन पानी पछि गर्दैछ यो पनि हालिदिएको छ क्या गाडीलाई अब बाछालाई लाइट अरे क्या हाम्रो पोखरी चाहिँ यहाँ छ है गाई चाहिँ यत्रो पोखरी छ छोरीहरूले माछा यहाँ भएन पोखरीमा भनेर अनि गएर माछा ल्याएर हाल्यौँ यो चाहिँ यसलाई चाहिँ नहाल्नु होला है ढुङ्गा चाहिँ निकाल्नु न पहिला जिउँदैछ हौ ढुङ्गा चाहिँ निकाल्नु पहिला किन ढुङ्गा नहाल्नु हाल्नु न राम्रो देखिन्छ म ढुङ्गा हाल्छु लु हाल गाइस यो ढुङ्गा चाहिँ कति राम्रो छ यार हेर्नु अब यहाँ माछा हाल्ने त्यसलाई चाहिँ यहाँ हाल्नु कमलको रुखमा यहाँ ठुलो बाले सब सुन्दर बनाउँदै हुन्छ अनि यहाँ चाहिँ टुप्पी निक्लिरहेछ अनि म यहाँ छु अनि गाइस यहाँ माछा 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 यहाँ माछा आयो अब हेर्नु गोल्डन फिस पनि निक्लिन्छ गाइस गोल्डन फिस पनि आएको छैन हेर्न सक्नुहुन्छ अब गोल्डन चाहिँ ढुङ्गा चाहिँ आयो एउटा मरेछ जस्तो छ ऊ यो ढुङ्गा सबै चेप्पै छ नि त सही जिउँदै छ कि सबै ढुङ्गाले चेप्पै छ जानै मानेको छैन नि त्यो हाल्नु नि सबै फाइनली गाइस अझै छ कति धेरै छ गाइस आम्मामामामा कति चाहिँ माछा परेको रहेछ यहाँ फिस ट्याङ्कमा हाल्नु न कुनै फिस ट्याङ्कमा ए छोक्का यार त्यो मसिनो चाहिँ हाल्नु पर्थ्यो नि ला कसरी पक्रिने यार अब बाल्टी हाल्नु सक्यो अब पानी फेरि सुकाउनु पर्यो नि पानी निकाल्नु गोल्डन फिस गाइस गोल्डन फिस ए गोल्डन फिस अघि उता गयो साथीलाई भेट्न आएको ऊ गाइस गोल्डन फिस हजुरहरु जुम ए गाइस ई गोल्डन फिस यो चाहिँ गोल्डन फिस हाम्रो साथीहरु देखेर आइपुग्यो गाइस गोल्डन फिस गाइस म चाहिँ भिजेर सबै मलाई चाहिँ हालत मेरो भेस्टै भिज्यो उसको हाफ प्यान्ट चाहिँ भिज्यो हाफ प्यान्ट र भेस्ट दुईटा भिजेको छ तर गाइस यहाँ चाहिँ फिस ट्याङ्क छ है यो चाहिँ फिस ट्याङ्क हो अनि त्यो चाहिँ किन गरेको सास फेर्न ग्यास अक्सिजन गाइस यहाँ चाहिँ माछा सास फेर्न ग्यास अक्सिजनको पाइप चाहिँ लामो अनि यहाँ चाहिँ हेर्नु बवाल उठ्दैछ
मलाई गाई कति बज्यो होला त्यहाँको तान त 2 वर्ष गाइस हामी चाहिँ जाँदैछौँ बाइ